नमस्कार, म खेमाल मगर। आजको प्रमुख मुख्य खबरबाट श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता प्रयोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधित्व सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्। म यहाँ मनको कथा राख्न चाहन्न, हामी के गरिरहेका छौँ, भोलि के गर्नुपर्छ भन्ने बारे जनताका मागहरू भन्न चाहन्छु। उनले भने देशको लसाधीनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असामन राष्ट्रघाती व्यापारिक सन्धि एमसीसी खारेज गर्नुपर्छ भन्ने माग गर्छ। आजको यो छोटो समाचारबाट म बिदा हुन्छु। सबैलाई नमस्कार। समाचार सुन्दै गर्नुहोला।